तपाईँ अझै पनि किबोर्ड हेरेर टाइप गर्नुहुन्छ? टाइपिङ गर्दा बारम्बार किबोर्ड हेर्नुपर्दा स्पिड पनि स्लो हुन्छ र प्रोफेसनल फिल पनि आउँदैन। तर गुड न्युज के छ भने किबोर्ड नहेरी टाइप गर्न सिक्नु असम्भव बन्यो होइन। केही दिनको सही प्र्याक्टिसले नै तपाईँ टच टाइपिङ अर्थात् किबोर्ड नहेरिकन टाइप गर्न सक्ने हुनुहुनेछ। आजको यो भिडियो म तपाईँलाई किबोर्ड नहेरिकन टाइप गर्ने सही तरिका स्टेप बाई स्टेप सिकाउनेछु। त्यसैले आउनुहोस् सुरु गरौँ। धेरै मानिसहरूले किबोर्ड नहेरी टाइप गर्न कोसिस गरिरहेका हुन्छन्। तर प्रब्लम कहाँ हुन्छ भने हामीले सुरुमा टाइपिङ सिक्दाखेरि नै किबोर्ड हेरेर टाइप गर्ने बानी बसाइसकेका हुन्छौँ। त्यही बानीका कारण पछि किबोर्ड नहेरी टाइप गर्न निकै गाह्रो लाग्छ। तर यदि सही तरिकाले प्र्याक्टिस गरियो भने केही दिनमा नै यो स्किल डेभलप गर्न सकिन्छ। सबैभन्दा पहिले किबोर्डमा हात कसरी राख्ने भन्ने कुरा सिकौँ। लेफ्ट ह्यान्डको 4वटा औँला ASDF कीमा राख्ने, राइट साइडको 4वटा औँला JKL र सेमिकोलनमा राख्ने। अब तपाईँले F र Jमा एउटा सानो बम देख्न सक्नुहुन्छ, त्यसलाई फिल पनि गर्न सक्नुहुन्छ। त्यो बम्पले किबोर्ड नहेरी पनि तपाईँको फिङ्गर पोजिसन लोकेट गर्न मद्दत गर्छ। टाइपिङ गर्दा जहिले पनि तपाईँको हात यही होम रो पोजिसनमा हुनुपर्छ। यदि माथिको रोको की प्रेस गर्नु पर्यो भने औँला माथि लैजाने, की प्रेस गर्ने अनि फेरि होम रोमा नै फर्किने। त्यस्तै तलको रोको की प्रेस गर्नु पर्दाखेरि पनि औँला तल लग्ने, की प्रेस गर्ने र फेरि होम रोमा नै फर्किने। यसरी प्र्याक्टिस गर्दा बिस्तारै तपाईँको फिङ्गर मेमोरी डेभलप हुँदै जान्छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, टाइपिङ गर्दा सुरुमा किबोर्ड हेरेर नै ASDF र JKL सेमिकोलन पोजिसनमा फिङ्गर राख्ने। तर एकपटक फिङ्गर सही तरिकाले पोजिसनमा राखिसके पछाडि कुनै पनि हालतमा किबोर्ड चाहिँ हेर्नु हुँदैन। अब सुरुका 1-2 दिन अथवा 3 दिनसम्म एकदमै गाह्रो फिल हुनसक्छ। बारम्बार किबोर्ड हेर्न मन लाग्न पनि सक्छ। तर सकेसम्म किबोर्ड नहेर्ने नै बानी बसाल्नुपर्छ अथवा हेर्नु नै हुँदैन किबोर्ड चाहिँ। अब प्रश्न आउँछ, अनि हेर्ने चाहिँ कहाँ त? टाइपिङ गर्दा जहिल्यै पनि आँखा चाहिँ मोनिटरमा अथवा स्क्रिनमा हुनु पर्यो। तपाईँको दिमागमा चाहिँ कुन औँलाले कुन लेटर प्रेस गर्ने भन्ने कुरा मात्रै सोच्नु पर्यो र त्यही अनुसार फिङ्गर मुभ गर्नु पर्यो। तर आँखा चाहिँ जहिले पनि स्क्रिनमा नै हुनुपर्छ अनि फिङ्गर चाहिँ किबोर्डको कीमा नै राख्नुपर्छ। किबोर्ड हेर्ने बानी हटिसके पछाडि मात्रै तपाईँको ब्रेनले की पोजिसन अटोमेटिकली रिमेम्बर गर्न सुरु गर्छ। त्यसैले किबोर्ड हेर्ने बानीलाई चाहिँ तपाईँले सुरुमै बन्द गर्नुपर्छ, बन्द गर्ने कोसिस गर्नुपर्छ। अनि अर्को इम्पोर्टेन्ट कुरा, यदि तपाईँ नेपाली टाइपिङको स्पिड पनि बढाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले इङ्ग्लिस टाइपिङ सिक्नु पर्यो। इङ्ग्लिस टाइपिङ फास्ट हुनु पर्यो। पहिला इङ्ग्लिस टाइपिङमा किबोर्ड नहेरी टाइप गर्न सक्ने बानी बसाल्नु पर्यो, फिङ्गर मुभमेन्ट कन्ट्रोल गर्नु पर्यो अनि टाइपिङ स्पिड इम्प्रुभ गर्नु पर्यो। त्यसपछि मात्रै नेपाली टाइपिङ सिक्दा तपाईँलाई धेरै सजिलो हुन्छ। एकचोटि तपाईँले इङ्ग्लिसमा टच टाइपिङ सिकिसक्नुभयो भने नेपाली टाइपिङ सिक्दा कम्पेरिटिभली धेरै छिटो हुन्छ, किनकि तपाईँको फिङ्गरहरूलाई किबोर्डको पोजिसन, फिङ्गर मुभमेन्ट, मसल्स मेमोरी पहिले डेभलप भइसकेको हुन्छ। त्यसैले इङ्ग्लिस टाइपिङ सिक्न जति समय लाग्छ त्यसको तुलनामा नेपाली टाइपिङ सिक्न एकदमै छिटो हुन्छ। तर त्यसको लागि तपाईँले इङ्ग्लिस टाइपिङ चाहिँ जान्नुपर्छ। अब प्र्याक्टिस कसरी गर्ने? त्यसको लागि तपाईँ टाइपिङ सफ्टवेयर अथवा अनलाइन टाइपिङ वेबसाइटहरूको प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ गएर रेगुलर टाइपिङ प्र्याक्टिस गर्न सकिन्छ। मैले डिस्क्रिप्सनमा केही युजफुल टाइपिङ प्र्याक्टिस गर्ने वेबसाइटको लिङ्क पनि दिएको छु। यदि तपाईँले दिनमा 30 मिनटदेखि 1 घन्टासम्म रेगुलर प्र्याक्टिस गर्नुभयो भने लगभग 1 हप्तामा बेसिक टच टाइपिङ र 10देखि 15 दिनमा डिसेन्ट स्पिड डेभलप गर्न सक्नुहुन्छ। यदि तपाईँले आजदेखि नै नियमित प्र्याक्टिस गर्न सुरु गर्नुभयो भने केही दिनमा नै किबोर्ड नहेरिकन टाइप गर्न सक्ने हुनुहुनेछ। यदि यो भिडियो युजफुल लाग्यो भने कृपया भिडियो लाइक गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला र च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। कमेन्टमा तपाईँले आफ्नो करेन्ट टाइपिङ स्पिड कति छ त्यो पनि लेख्न सक्नुहुन्छ। Thanks for the watching. See you in the next video.